हेलो गुड मर्निङ फ्रम जोरपोखरी। सो अहिले चाहिँ म जोरपोखरीमा छु, जुन चाहिँ मेरो वडा कार्यालय चाहिँ यहीँ पर्छ, यो पछाडिपट्टि। अनि हेर्नुहोस् मौसम स्वर्ग छ नि हो मेरो ठाउँ त, बाफ्रे यस्तो छ वडा कार्यालय यही हो हाम्रो। अब यहाँनिर हामी चाहिँ कामसाम गर्छौँ र हामी आजको लागि लाग्दिनु पर्ने हुन्छ फिल्मतिर। सो अहिले जोरपोखरीको खेल मैदान हो है साथीहरू। यस्तो धुम्म परिरहेछ, हुस्सो लागिरहेछ, मजाको दिन छ। ल है मेरो फेरि यो चाहिँ हितैषी मित्र हो, 9, 10, 11, 12 सँगै पढायो होइन? 1 देखि भन के गर्नु 11 12 त्यहाँसम्म 1 देखि हैन 1 देखि 10 12 14 सम्म 12 पुरै त्यस्तो हो सँगै सबै पढेको हामीले। यस्तो छ। अब हामी यहाँनिर चिया खान लागिरहेछौँ। धेरै कति भयो भेट नभएको त? लगभग भयो होला 5-7 महिना अलि भएको छैन। अस्ति झापामा भेट भयो, दशैंमा भेट भयो। त्योभन्दा पछाडि दसैँमा हो, त्योभन्दा पछाडि त म गएकै भयो। म त घर उयो छोडेर गए पछाडि पहिलोचोटि होला। अब जान्छु, घर आउँछु भोलि। ठिक छ। यता चाहिँ आएको थिएँ एकचोटि पाखीहरू जाँदाखेरि, तेरो अनिसाको बे भोलिपल्ट थियो। म होइन त्यही दिन फर्केको। निस्केर जाँदा सम्झिरहेको थिएँ होइन, अनिसालाई सम्झिरहेको छु। अनि ऊ त्यतिखेर 8-10 जना थियौँ हामी। पानी सानी पऱ्यो, के भयो, अनि हतार पनि भयो। कुद्यो होइन, बेमै निस्किने गरी दुईतिरै म्यानेज गर्ने गरी आएको आउन र। अनि फेरि उसले त पे गरिसक्यो, सिङ्गल ठाउँमै मात्र हो। फेरि सम्बन्धले चाहिँ यो मेरो काका पर्छ। म भतिज हो तर म भन्दिनँ। यसलाई बाल कक्षा शिशु बाल केन्द्र के भन्छ त्यहाँदेखि सँगै भएको, अनि यसलाई म अब काका भन्न सक्छु त? सक्दिनँ नि त। भन्नु चाहिँ पर्ने हो कि। अस्ति कमेन्टमा भन्दै त, कमेन्टमा अनि तल झापामा त्यो के अरे बजाजको सोरुममा भेट भएको थियो कि। अनि काकी त भन्नु पर्यो। काकी चाहिँ खोइ अरे काकी त भन्नु पर्यो नि त, तँलाई पो भन्दिनँ त म। काकी आन्टी नमस्कार भन्दै गएको क्या, त्यस्तो भन्दै गएको थियो। अब अप्ठ्यारो हुन्छ नि त। अब तँ पो साथी होस् त, अब काकी त होइन नि त। त्यो पनि हो, अब सम्बन्ध भनेको त्यो के छ। ल यस्तो छ। अब चिया खाऊँ, त्यही नै हो। यस्तो छ है यहाँ खोलाको बाटोको अवस्था चाहिँ साथीहरू हेर्नुहोस् त। अब यहाँनिर चाहिँ धुलो र ढुङ्गा छ, फेरि यही बिचमा यत्रो अनि चाहिने कारण यो धुलोमा भित्र ढुङ्गा छ क्या, रोडका। यो चाहिँ अब ऊ माथि देखिरहेको चाहिँ पुल बन्दैछ त्यहाँनिर। अब यहाँनिर चाहिँ यो अहिलेको लागि चाहिँ यो वैकल्पिक बाटोको रूपमा प्रयोग भइरहेको छ र हामी यो अवस्थामा छौँ। यो चाहिँ जाँदैछौँ, बाटो छ एकदम यो लामो लम्ब्याएको रहेछ क्या यो बाटो चाहिँ। अब त्यहाँबाट त्यहीँ थियो, अहिले चाहिँ अब यो यस्तो ठुलो बाटो आउनुपर्ने हुन्छ। अनि अहिले चाहिँ यहाँनिर यो लगाएको छ यस्तरी, अनि बनाएको छ। अनि हामी यहाँ आइपुगेका छौँ। हेर्दै गर्नु होला अब के हुँदै जान्छ त। सिदिन मेमेङ सडक खण्ड मेमेङ होइन 5 तार सिदिन सडक खण्ड यस्तो बनाएको छ कि हाँस्नु न रुनु, जिन्दाबाद मुर्दाबाद। रोडको बिजोक छ। ओए हामी नाङ्गिन हुँदै जाँदैन? नाङ्गिनको माथिबाट हजुर। म त यो बाटो त पहिलोचोटि पो आउँदैछु। नाइस, बहुत अच्छा एक्सपिरियन्स के छ? बहुत अच्छा है। मलाई यस्तो खालको छ भन्ने कल्पनासम्म गराएको थिएन क्या मैले यताको बाटो। बगर कुद्नुपर्छ भन्दा पत्याउनु हुन्थ्यो नि, लु कुदाउनु बगर ऊ माथिबाट। यो बाटो चाहिँ कहाँ खनेको? माथि यो बाटो बगाएर चाहिँ त्यो खनेको फेरि यो बगाएरै हो खनेको।
होमबाईबाट बाटो बहुत अठाए यहाँ बाटो उमाथि थियो बगाएर यहाँ ल्याइदियो बहुत अच्छा खोला है खोला का बगर कुत्ता है हम लोग कुत्ता है बहुत अच्छा कुत्ता है के भन्छ पिच सकिएको पिच त आउँदै छ तर पर यही बाटो पर होइन हाम्रो घरतिर जाने बाटो चाहिँ ठुलो पनि गाडी नै खालको भएको अनि त्यसभित्र ढुङ्गा रोडै ढुङ्गा छ नि यस्तो बिर्सिन्छ कि बाइक कुन उता तल घर जाने कि यहाँ पारिपट्टि हेमा खोलाका छेउमा हेमा खोलाको मलाई त यो देखेर त के हो कस्तो लाग्दैछ त सिदिनतिरको एक्सपिरियन्स बाटो बाटोको उराट लाग्दो छ त बापरे कत्रो पानी आउँछ यहाँ नि यत्रो पानी बाबा यो सबै यो फोनमा देख्दा त्यस्तो लाग्दै छैन होला कत्रो बगाएको छ यो सम्भव नसम्भव होइन हेमा खोलामा यत्रो ठुलो पानी आउँछ जस्तो त मलाई लाग्दैन त हौ पहिला हामीहरू घरतिर हुँदा त अनि बगाउँदैन थियो र त्यत्रो ठुलो पानी आउँदैन थियो तपाईँहरू यहाँदेखि हिँडेपछि यस्तो के भयो हामी हिँडेपछि चाहिँ यहाँ हाम्रै सथ हानेर बसेको थियौँ कि क्या हुनसक्छ पुल हामी गइकन 2-3 चोटि बगाइसक्यो 3 चोटि भयो 3 चोटि बगायो यस्तो अब यत्रो अग्लो बनाएको त उडाइदिन्छ यत्रो पानी आउँदो रहेछ अनि त्यो तल लगाएको त के राख्छ भनेर आश गर्ने त हामी अच्छा म त यो अघि तल थियो झन् डेन्जर तल थियो कि योभन्दा डेन्जर चाहिँ तल त बाइक रोक्ने ठाउँ थिएन तर नत्र त्यहाँ देखाउन मन थियो तर यो डेन्जर गएको हो नि त यत्रो त अनि त्यो भित्रैसम्म आएको हो पानी अनि ऊ माथिदेखि सबै बगाएको त्यो माथि उति त्यो सबै त्यो माथिको जुन भाग छ त्यो सबै बगाएको त्यो भिर अब उता हेर्दै जाऊँ कस्तो छ के छ ल साथीभाइहरू यस्तो रहेछ है यतातिरको हेरियो बाख्रे यो बगर भएछ अहिले यत्रो सानो खोला आउँथ्यो त्यस्तो धेरै ठुलो पनि आउँदैन थियो जस्तो लाग्छ मलाई आउन त आउँथ्यो तर बगाउने गरी चाहिँ आएको थिएन क्या यहाँनिर हामीहरू मैले थाहा पाउँदैन अब त्यो बगाउने बेलामा भनेपछि हाइटमै थियो त त्यहाँको पुल पनि हाइट त होइन अब त्यो पुल बनाएको अनि त्यो पुल बनाएको भनेको लगभग कति वर्ष भयो होला त्यो रोड पिच भएको 5-6 वर्ष भयो त्यति नै भयो होइन यो होइन परको हेमा खोलाको बनाएको त उहिले नि पहिले मेची राजमार्ग बनिँदै बनेको पुल हामीलाई थाहा छैन क्या त्यो पुल बगाउने गरी पानी आएको भनेको अब हामी त्यो पछाडि गयो डेन्जरै गयो अब जाओस् अब फेरि बन्दै रहेछ मैले अघि देखाइहालेँ तपाईँहरूलाई त्यो अर्को पार्टमा आयो कि यो पार्टमा आयो कि अब केही थाहा छैन तपाईँहरूलाई मलाई थाहा छैन अहिले के खिच्दैछु तर आउन चाहिँ आउँछ यति ढुक्क हुनुहोस् आउँछ ल चट्टसँगले भ्यू हेर्दै लाग्यो फेबे खोला रहेछ फेबे खोला अघि हेमा खोला भन्यो होइन भेवा खोला नै हो साथीहरू हामी चाहिँ अहिले भनेको तपाईँको यो डेरी बजार भन्ने ठाउँमा आएका छौँ तपाईँहरू यताको मान्छे हुनुहुन्छ भने तपाईँहरूलाई थाहा छ यो कहाँ हो के हो भन्ने कुरा तर मलाई नै चाहिँ थाहा छैन कि म कताबाट कता आइरहेको छु भन्ने कुरा त्यही नै हो यस्तो छ बाइक यहाँ छ होइन हामी जाँदैछौँ जे जान चाहिँ यस्तो बाटो चट्ट लाएर चट्ट परेको छ बाटोहरू पिचै छ है पाहाड भनेर पनि केही हुन्न पिच छ बाटो बाइक तातेर पुरै गनाइरहेछ हौ अहिले त यस्तो कुदाइयो अनि त्यही तातेको छ ऐसेलु खानुपर्ने हुन्छ ल साथीहरू हो यहाँ ऐसेलु हाम्रो गाडीमा छ
आइसेलु त खाइयो यहाँ पाकेकै अलि परेन छ क्या यो चाहिँ हामीहरूको नाङ्गिन वारीपट्टिको डाँडा भन्नु मिलेन यो नाङ्गिन बजार भन्दा अहिले कुटा खाइन्छ होला अङ्कल गाईद्वारा आउनुभयो जस्तो छ ग्लोबल आइएमी त यहाँ पनि रह्यो नै पुग्न भ्याएछ ग्लोबल आइएमीले हामी घर पुग्दा पुग्दै 7 पर्ला जस्तो छ आज पाहाडतिरको घर क्या बबाल छ यहाँ हेर्नु